आमामामा ल ल ल ल हेर्नु त पुरै भाग्यो यस्तो मजाले अगाडि नै है ड्राइभरसँग 14 जना त अगाडि नै 5 सिटे गाडीमा आमा त्यही त यहाँ यस्तो गाडी फाइन बनाएर मान्छे हिँडाउँदै ल्याउने अघि भर्खर कालीगण्डकी चोकबाट एकदमै धेरै मान्छे लिएर माथि आएको थियो र यसलाई अहिले यहाँ ट्राफिकले रोक्नु भएको छ कारबाहीको लागि देख्न सक्छु यो लुएक्ज 4087 नम्बरको गाडी एकदमै ओभरलोडमा ओभर स्पिडमा दुगिरहेको थियो र यसरी अब यहाँ बाटो गाडी अहिले यसरी झारेर यसरी हिँड्दै आउनु भएको छ उताबाट पुरै मान्छे हिँड्दै यसरी यहाँबाट हिँडाउने अनि उता लर चढाउने ओभरलोड पुरै ठिक्क मिलाएर ल्याए जस्तो देखिने होइन अनि त्यो बाटोमा चाहिँ पुलिस छैन भनेपछि चाहिँ मान्छेलाई पनि उयो सामानभन्दा बढी सामान माथि भेडा बाख्रा जस्तो गराउने गाउँघरको मान्छे भनेको छ अनि त्यसले तपाईँलाई त म हेर्नुहोस् म्याक्सिमम कारवाही गर्छु म्याक्सिमम है तपाईँलाई म एउटा कारवाही गरेर अहिले पठाउँछु मान्छे पछि म अगाडि पनि भन्छु फेरि अगाडिको युनिटलाई पनि खबर गर्छु तपाईँको गाडी नम्बर म प्रत्येक युनिटमा टिपाउँछु त्यसरी तपाईँको गाडीले अरू ठाउँमा पनि यसरी मान्छे बोकेको पाइयो भने त्यसलाई फेरि त्यहाँनिर होल्ड गरेर फेरि अघि कारवाही गर्छु मलाई अरू गाडी पठाइदिनुहोस् मलाई यहाँ जान मिलेन समितिलाई गर्नुहोस् म समितिमा अहिले गएर त्यहाँ समितिमा कुरा गर्छु यो होइन तपाईँको विषयमा यो गाडीको विषयमा र अन्य गाडीको विषयमा पनि उहाँहरूलाई अनुरोध गरेर अरू गाडी गर्छु उहाँलाई सल्लाह गर्नु छैन त्यो अघिको गाडीलाई हामीले मान्छे धेरै हालेको पाइयो हाम्रो इन्फर्मेसन पनि आयो त्यही किसिमले चाहिँ हामीले यहाँ रोकाएर अनि उहाँलाई झारेर कारवाही ओभरलोडको पक्षमा कारवाही गरेर पठाएको छौँ अहिले उहाँले चाहिँ ढालामा पछाडि पनि यात्रु हाल्नु भएको थियो हजुर ढालामा हाल्न नमिल्ने पाइँदैन नियमअनुसार उहाँले चाहिँ ढालामा पनि हाल्नुभयो सिटसम्म पनि केही मानिसहरू बढी हाल्नु भएको हुनाले अहिले हामी कारवाही गरेर पठाउने उहाँलाई अर्को गाडीको व्यवस्था गर्नको लागि सुझाव दिएका छौँ र आइन्दा दिनहरूमा यसरी चाहिँ मानिसहरू यात्रा नगराउनुहोस् सिट क्षमताभन्दा बढी नबोक्नुहोस् आफ्नो गाडीको क्षमता जति छ त्यो अनुसार चाहिँ माल सामान र मानिस राखेर मात्रै चलाउनुहोस् भनेर हामीले रिक्वेस्ट पनि गरिरहेका छौँ हामी सम्बन्धित प्रणालीबाट जुन प्रणालीबाट सञ्चालन भइरहेको छ उहाँलाई पनि हामीले चाहिँ इन्फर्मेसन गरिरहेका छौँ ग्रामीण सडकमा हिँड्दाखेरि चल्ने सबै साधनहरूको अलिकति तपाईँले निगरानी गर्नुहोस् बढी मान्छे राख्न नदिनुहोस् भन्ने किसिमले हामीले उहाँहरूलाई पनि सम्झाइ गर्ने काम गरिरहेका छौँ र यस्तै हामीले भेटेको खण्डमा र हामीलाई इन्फर्मेसन आएको खण्डमा यस्तै हामी कारवाही चाहिँ यो गर्दै जान्छौँ जस्तै कतिको चिट काट्नु पर्यो कतिको ओभरलोड पक्षमा हामीले अहिले कारवाही गरेर पठाएको छौँ हजुर छाडेर ओभरलोड पक्षमा कारवाही गरेर पठाएको छौँ र अर्को पटक पनि फेरि भेटिएको खण्डमा उहाँलाई हामीले योभन्दा बढी सजाय हुने गरी कारवाही गर्नेछौँ जस्तै यो गैँडाकोटको पनि धेरै ग्रामीण एरियाहरू पनि छ यो ग्रामीण सडकमा गुड्ने गाडीहरू प्रायः जस्तो ओभरलोड ओभर स्पिड देखिने गर्छौँ यसलाई न्यूनीकरण गर्नको लागि जस्तै आज त चेकिङ भयो होइन पछि चलिरहेका छन् यिनलाई न्यूनीकरण गर्न अब चाहिँ के कस्तो कदम चाल्नुहुन्छ तपाईँहरू हाम्रो चेकिङ खालको चेक जाँच गर्छौँ नियमित चेक जाँच पनि गर्छौँ ग्रामीण सडकमा चेक जाँच गर्ने अनि त्यसपछि इन्फर्मेसन कसैले अब स्थानीय मानिसहरूलाई पनि हामीले दिनुहोस् त्यस्तो गाडीहरूले ट्राफिक नियम मिचेर चलाएको छ भने हामीलाई सूचना दिनुहोस् हामी कारवाही गर्छौँ भन्ने किसिमले उहाँलाई पनि हामीले इन्फर्मेसन गरेका हुन्छौँ त्यो जानकारी पनि दिन्छौँ र हामीले भेटाएको अवस्थामा उहाँहरूलाई चाहिँ नियमअनुसार कारवाही गर्ने सम्झाउने यात्रुलाई पनि हामीले चाहिँ यसरी चाहिँ यात्रा नगरिदिनु जोखिमपूर्ण यात्रामा हाम्रो ज्यान जोखिम हुन्छ सुरक्षित सिटमा बसेर यात्रा गर्नुहोस् जस्तै कसैले यस्तो ओभरलोड हिँडेको ओभर स्पिड हिँडेको गाडी देखे चाहिँ हजुरहरूलाई खबर चाहिँ कसरी गर्न सकिन्छ हामीलाई खबर गर्न सकिन्छ अब हटलाइनमा खबर गर्दा नि हुन्छ 100मा गर्दा पनि हुन्छ पैसा लाग्दैन 100मा फोन आयो ल फलाम ठाउँबाट यसरी गाडी आएको रहेछ त्यसलाई चाहिँ कारवाही गर्नु चेक जाँच गर्नुहोस् यति नम्बर गाडी भन्ने हामी त्यहाँबाट आउँछ र नजिकको युनिटमा पनि प्रहरी कार्यालयमा पनि उहाँहरूले चाहिँ खबर गर्न सक्नुहुन्छ जस्तो चाहिँ गैँडाकोट प्रहरी कार्यालयमा फोन गर्न सक्नुहुन्छ र हाम्रो ट्राफिक प्रहरी कार्यालयको पनि सबै फोन नम्बरहरू हुन्छ त्यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ 9857084870 कार्यालयको फोन नम्बरमा उहाँहरूले चाहिँ यसरी कुनै गाडीले त्यस्तो ट्राफिक विपरीत चलाएको छ र इन्फर्मेसन दिनुभयो भने हामीले त्यो नम्बरबाट इन्फर्मेसन लिएर पनि कारवाही गर्न सक्छौँ। धन्यवाद।